हेलो नमस्कार, यहाँहरु सम्पूर्णलाई मेरो भिडियोमा स्वागत छ। आज पनि फेरि म एउटा बिजनेसकै सिलसिलामा कुनै एउटा टपिक लिएर आइरहेको छु, जुन टपिकको नाम आजको भन्नुपर्दा क्वालिटी भनेको कुनै पनि वस्तु हामीले बेच्ने वस्तुको गुणस्तर भनेर बुझिन्छ। जुन गुणस्तर चाहिँ यो छैन भने संसार जित्न सक्दैन, यो वर्ल्ड वाइड हुन सक्दैन हैन। त्यही भएर क्वालिटी छ भने अप स्ट्यान्डर्डको हुनुपर्छ। क्वालिटीले गर्दाखेरि संसार जितिन्छ, वर्ल्ड वाइड हुन्छ हाम्रो प्रोडक्ट। आफ्नो गाउँ टोल आफ्नो एरियादेखि एक्सपान्ड हुँदै बढ्दै एउटा जिल्लादेखि अर्को जिल्लादेखि अर्को अञ्चल हुँदै चाहिँ यो संसार वर्ल्ड वाइड एक्सपोर्ट हुने सम्भावना हुन्छ यदि राम्रो क्वालिटी छ र पपुलर भयो भने। हामीले त्यो कारण धेरै विधिहरू अपनाएर कसरी हुन्छ क्वालिटी म्यानेजमेन्ट गर्ने उपाय गर्नुपर्ने हुन्छ। जहिले पनि कस्टमरको एक्सपेक्टेसन सबै किसिमको वस्तुहरुबाट क्वालिटी एकदमै राम्रो हुनुपर्छ भन्ने एक्सपेक्टेसन कस्टमरको जहिले पनि हुन्छ। ग्राहकहरुको जहिले पनि एक्सपेक्टेसन चाहिँ त्यो रहन्छ, एकदम क्वालिटी राम्रो हुनुपर्छ है सबै किसिमकोबाट भन्ने हुन्छ। क्वालिटी जुनै पनि वस्तुको एकदम राम्रो हुनुपर्छ भन्ने मान्यता सबै किसिमको मान्छेहरुसँग हुन्छ। त्यो जुनै एज भए पनि जो कोही व्यक्तिहरुमा पनि त्यो एक्सपेक्टेसन रहनु एकदम आवश्यक पनि छ। र जुन प्रोडक्ट राम्रो हुनको लागि गुणस्तर हुनको लागि कस्टमरहरुको फिडब्याक, ग्राहकहरुको फिडब्याकबाट पनि हामीले धेरै इम्प्रुभमेन्टहरु ल्याउन सकिन्छ। जुन हामीले त्यो प्रोडक्ट राम्रो क्वालिटीको बनाउनको लागि हामीले विभिन्न स्टाफहरुलाई ट्रेनिङहरु दिलाउने, इम्प्लोइहरुलाई ट्रेनिङ दिलाउने, अनि अलिक त्यो गुड क्वालिटी आइटम्स ब्रान्डहरु ब्रान्ड राम्रो हुनको लागि क्वालिटी राम्रो हुनु पर्यो फर्स्ट प्लेस त। आफै त्यो पछि गएर पपुलर हुँदै जान्छ। त्यसले राम्रो खालको इमेज दिन्छ एक प्रकारको। त्यो जुन इमेजले गर्दाखेरि अब एकपछि एकजना अर्कोजना गर्दै एक्सपान्ड हुँदै जाने हुन्छ। त्यही भएर हामीले जुन क्वालिटी किप इट अप गर्नको लागि अथवा इम्प्रुभ गर्नको लागि क्वालिटीको मेजर गर्नुपर्ने हुन्छ। कुन राम्रो क्वालिटी, के गर्दाखेरि राम्रो क्वालिटी हुन्छ भन्ने किसिमले हामीले जहिले पनि क्वालिटीको नाप लेखाजोखा गर्नुपर्ने हुन्छ, मेजर गर्नुपर्ने हुन्छ। अर्को कुरा, हामीले र्यान्डमली चेक गरेर अथवा फिजिकली चेक गरेर अनि कस्टमरहरु कम्प्लेनबाट हामीले क्वालिटीहरु इम्प्रुभ गर्दै लान सकिन्छ। क्वालिटी जहिले पनि हामीले क्वालिटीको फल्टीहरु के छ, कमी कमजोरीहरु के छ भनेर हामीले जहिले पनि चेकिङहरु गरिराख्नु पर्ने हुन्छ। जस्तै अब कुनै एउटा ट्रान्सपोर्टेसनको सर्भिस छ भने बस अथवा कुनै गाडी हो, त्यो गाडीहरुको फल्टी छ कि छैन, साफ सफाई क्लिनिङनेस कस्तो छ, त्यसको इन्जिनहरु, पार्ट पुर्जाहरु, अनि त्यसको क्यापेसिटी कति छ, रिलायबल छ कि छैन भन्ने आदि इत्यादि कुराहरु सबैको चेक गरेर लेखाजोखा गरेर
हामीले त्यो जुन प्रोडक्ट कस्टमर सामु हामीले सर्भिस पुर्याउनको लागि चाहिने फ्यासिलिटी मान्छे स्टाफहरुदेखि लिएर सबै अप टु डेट छन् कि छैनन्, स्ट्यान्डर्डमा छन् कि छैनन् भन्ने कुरा हामीले जहिले पनि मेकस्योर गर्नुपर्छ। त्यो पनि एउटा क्वालिटीमै पर्ने कुरा हो, पर्ने एउटा विषय हो। खानेकुराको विषय गर्ने हो भने अब एक्सपायरी डेटहरु हुनु पर्यो, प्याकेजहरु राम्रो हुनु पर्यो, ब्याच कति ब्याचको हो त्यो ब्याच रेगुलर सेड्युलमा चेक गर्दै गर्नुपर्छ। अब अगाडिको नसकिकन फेरि अर्को नयाँ ब्याच चलाउन थाल्यो भने फेरि अब पहिलाको ब्याच रहने सम्भावना हुन्छ। त्यस्तो रहनाले फेरि डेटहरु जाने भएर बिजनेसलाई घाटा हुन सक्छ। त्यही कारण ओल्ड वान आउट, जहिले पनि सामान चलाउँदाखेरि ओल्ड वान आउट भन्नाले पुरानो पहिला क्लियर गर्ने, त्यसपछि मात्र नयाँ राख्ने। राख्दाखेरि पुरानो अगाडि नयाँ पछाडी गर्दै डिस्प्लेमा राख्नुपर्ने हुन्छ। यदि नयाँ स्टाफहरु छन् भने, नयाँ स्टाफहरु इम्प्लोइ गरियो भने हामीले उहाँहरुलाई ट्रेनिङ दिनुपर्छ। सफिसिएन्टली एक्सपिरियन्स, अब टाइम लाग्छ अलिकति हैन, टाइम लिएर सिकाएर ट्रेनिङ दिएर हामीले उहाँहरुलाई पनि क्वालिटी कसरी मेन्टेन गर्ने, क्वालिटी क्वालिटीको कसरी नापतोल गर्ने आदि इत्यादि सबै कुराहरु हामीले उहाँहरुलाई कम्प्लिट रूपले हामीले उहाँहरुलाई स्ट्यान्डर्डमा ल्याउनु पर्ने हुन्छ। अनि हामीले क्वालिटी रङ नजाओस् भन्ने किसिमले हामीले प्रिजर्भ कसरी गरेर राख्ने खानेकुरा हो भने कसरी अब रेगुलर बेसिसमा मेन्टेन गरिराख्ने आदि इत्यादि कुराहरु हामीले अब्जर्भ गरिराख्नुपर्छ। एक्सटर्नल इन्टर्नल बडी सबै अब प्याकेजिङ देखि लिएर हैन, अब पुर्याउनु पर्ने सर्भिस पुगेको छ कि छैन आदि इत्यादि कुराहरु पनि हामीले हेर्नुपर्ने हुन्छ। हामीले हाई क्वालिटी मेन्टेन गरिराख्नको लागि हामीसँग सफिसिएन्ट स्टाफहरु पनि हुनु जरुरी छ र हामीले अलिकति कस्ट वाइजमा पनि हामीले कम्प्रोमाइज नगरिकन खर्च गरेर प्रब्लमहरु छ भने एज सुन एज पोसिबल छिटो भन्दा छिटो हामीले सोल्भ गर्नेतिर हामीले अगाडि बढ्नुपर्ने हुन्छ। हामीले एभ्री टाइम क्वालिटी इन्स्पेक्सन गरिराख्नु पर्ने हुन्छ। जुन चाहिँ महिना हुन्छ कि मन्थली, क्वार्टरली, इयरली हैन, टाइम टु टाइम हामीले रेगुलर बेसिसमा मेन्टेन गरिराख्यो भने हाम्रो क्वालिटी जहिले पनि गुणस्तर, हाम्रो सामानको अथवा हाम्रो सर्भिसको क्वालिटी जहिले पनि घट्न नदिनको लागि हामीले मेन्टेन गरिराख्नु एकदमै जरुरी हुन्छ। जुन हाम्रो क्वालिटीलाई अझै पनि राम्रो बनाऊ र अझै पनि त्यसलाई एक किसिमको के भन्छ रेटिङ दिएर हुन्छ कि अथवा त्यसलाई प्राइस गरेर हामीले अझै राम्रो एट्र्याक्टिभ, रिलायबल खालको क्वालिटीहरु हामीले जहिले पनि मेन्टेन गरिराख्नु
पर्छ। जस्तै अब कुनै अब होटल रेस्टुरेन्टको बिजनेस भयो भने हैन, जस्तै कोही अब होलिडे आएर बस्छ, होलिडे आउने मान्छेहरूलाई सफिसिएन्ट उहाँहरूको डिजायर अनुसारको एक्सपेक्टेसन अनुसारको सर्भिस भएको थियो कि थिएन भनेर फिडब्याकहरू लिनुपर्ने हुन्छ कस्टमरबाट। अझ त्यति मात्र नभएर उहाँहरूलाई भिजिटिङ कार्डहरू बाँडेर उहाँहरूबाट हामीले धेरै कुराहरू फिडब्याक लिएर हामीले केमा इम्प्रुभ गर्नुपर्ने, के कमजोरी थियो, कमी कमजोरी कस्तो थियो, कस्तो लाग्यो, कस्तो फिलिङ भयो भन्ने आदि इत्यादि कुराहरूको फिडब्याक लिएर हामीले गर्नुपर्ने इम्प्रुभमेन्टहरू गर्नु नै एक प्रकारको क्वालिटी मेन्टेन गर्नु हो। अर्को कुरा भन्नुपर्दा एभ्री क्वालिटी, सबै सामानको क्वालिटी मेन्टेन गर्नुको लागि एभ्री एन्ड इच पर्सन इम्प्लोइको धेरै ठुलो हात हुन्छ, रेस्पोन्सिबिलिटी हुन्छ जुनै पनि नेचरको बिजनेसमा। कन्टिन्युएसन दिनुपर्ने हुन्छ र त्यो चाहिँ कन्सिस्टेन्सी, निरन्तर रूपमा त्यो क्वालिटी मेन्टेन भइराख्नु पर्ने हुन्छ, चलिराखेको हुनुपर्छ। अझै बेटर गर्नको लागि हामीले टाइम टु टाइम कम्युनिकेसन गर्ने, फिडब्याक लिने, खर्च एक्सपेन्डिचर पनि अलिकति गरेर प्रमोसन गरिदिने आदि इत्यादि कुराहरू समेटेर हामीले बिजनेसमा आफ्नो सामानको अथवा सर्भिसको क्वालिटीलाई अझै पनि गुणस्तर बनाउन हामीले जहिले पनि एफोर्ट लाउनु पर्ने हुन्छ। यसरी जहिले पनि हामीले मेकस्योर गरेर आफ्नो बिजनेसलाई अगाडि बढाउनको लागि हामीले यो गुणस्तरलाई जहिले पनि हामीले राम्रो अब्जर्भेसन गरेर चेक गरेर हामीले यसलाई मेन्टेन गरिराख्नु पर्छ र यसो गर्नाले हाम्रो बिजनेस एक्सपान्ड हुँदै हुँदै रेकमेन्डेसन हुँदै हामीले अझ बिजनेसलाई एकदम सफलतामा ल्याउन ठुलो हेल्प हुनेछ। अब असम्भव केही छैन है। तपाईहरुले नि बिजनेस गर्ने कुनै व्यक्तिहरूले बिजनेस गर्ने इच्छा गर्नुभएको छ भने, इच्छा शक्ति छ भने गर्न सक्नुहुन्छ। यी मैले अस्ति पनि केही भिडियोहरुमा मैले शेयर गरिसकेको छु। बुझ्नु भएन भने कमेन्टमा फेरि आएर क्वेशन राख्न सक्नुहुन्छ। मैले जाने अनुसार, मैले जाने बुझे अनुसारको मैले सानो एउटा सहयोगले तपाईहरुको ठुलो सफलता हात परोस् भन्ने मेरो आशाका साथ म आजको भिडियो यही अन्त्य गर्न चाहन्छु। फेरि अर्को भिडियो लिएर आउने नै छु। हजुरहरुको सधैं कमेन्ट कमी कमजोरी के छ फिल फ्री गरेर भन्न सक्नुहुन्छ। म अझै इम्प्रुभमेन्ट गर्दै लाने छु
मेरो एक्सपिरियन्स, मेरो अहिलेसम्मको एक्सपिरियन्सदेखि लिएर आफूले भोगेका, आफूले सङ्घर्ष गरेका कुराहरू बिजनेसको बारेमा अझै पनि म सेयर गर्दै जानेछु। आशा छ फेरि पनि अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई यहीँ अन्त्य गर्न चाहन्छु मेरो भिडियो। हजुरहरूको जय होस्।